माओवादीहरू भाटभटेनी 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 मेनबहादुर 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 गुरुङको छोरो भारी बोकेर आएको कसरी गरी खायो गर्न खानु दिनु हुँदैन। ओम तत्सत हरि ओम नि 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 यति 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 योगी र म सँगै थियौँ। शिशिर योगीले मिठो गीत गाउनुभयो, छोडेर काम सारा म एउटै काम रोजिरहेछु, यस देशमा म एउटा मानिस खोजिरहेछु। त्यसपछि मैले बोल्ने पालो आयो। मैले भने योगीजी, आज म तपाईँलाई यो देशमा जो मान्छे तपाईँ खोजिरहनु भएको छ त्यो मान्छे म आज चिनाइदिन्छु। हुन्छ चिनाइदिनुहोस् भने चिनाऊ भनेर मैले सबैलाई सोधेँ। चिनाउनुहोस्। चिनाऊ, देश बनाउने मान्छे चिनाऊ होइन त तपाईँहरूलाई? अच्छा, त्यो मान्छे को हो भने तपाईँको अगाडि एकजना मान्छे तपाईँको सिटको जस्ट अगाडि छ हो। त्यो जस्ट अगाडिको सिटभन्दा पछाडि जो बसेको छ त्यही मान्छे हो देशमा। प्रोग्राम हुइज केपी ओली भन्ने नेताले 30 गतेको चुनाव पछि जनताले तपाईलाई जवाफ दिन्छन्। हुइज केपी ओली 2 पल्ट किडनी फेरेको प्रधानमन्त्री नेपालमा बाहेक दुनियाँमा कहीँ पाइँदैन। तीबाट थाहा तेरा फुटी नगर जिब्री भएको प्रधानमन्त्री पनि नेपाल बाहिर कहाँ छ? 2 पल्ट मान्छे खुवाएर बाघ पाल्न सकिँदैन। त्यो गल्ती गर्नु हुँदैन। मान्छे खुवाएर बाघ पाल्ने अलिअलि खान्छ नि बाघ भएपछि, त्यस्तो हुँदैन। आफूलाई खायो भने के हुन्छ? आफूलाई खायो भने के हुन्छ त्यो हेर्नु पर्यो नि। गगन थापा र विश्वप्रकाश शर्मा जे 24,818 वटा विद्यालय 2044 सालमा बनेका छन्। यो तिमीहरूले बनाएको हो? खुब भाषण गर्छौ कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्मा जे हो। आज सुनाउन चाहन्छु, यो 24,818 वटा स्कुल र बाबुराम भट्टराईले पनि सुनुन्, राजाका पालामा पढ्न दिँदैन थियो भनेर जनता भट्काउने उनै राजाका पालामा एसएलसी को बोर्ड फर्स्ट हुन्। ल यस्तो झुटो कुरा गर्ने, यी झुटा कुरा गर्नेलाई झन्डै 1440 क्याम्पस मध्ये आज 539 क्याम्पसहरू बन्द हुने अवस्थामा छ। 1 वर्षमा 71,000 मान्छेले यो देश छोडेर अर्को देशमा पढ्न बाध्य छन्। 7 लाख भन्दा बढी युवा अर्काको देशमा बेलचा हान्न जाँदैछन्।